खै कसरी व्यक्त गरौँ मेरो खुसीहरू। 性別わかった？ちょっと分かってない。かわいい。口開けてる。口開けてるんですか。ほら、ヒューって。ねえ、ヒュー。 हरेक आमालाई आफ्नो सन्तान एकदम प्यारो लाग्छ। त्यसमाथि पनि तिमी त हाम्रो पहिलो सन्तान, हामी 2बाट 3 भएको दिन। यति खुसी भएको थियो त्यो दिन है। सायद मलाई अझै पनि याद छ, जुलाईको 22मा मैले हेरेको। मलाई पिरियड कहिले पनि मिस हुँदैन थियो। पिरियड मिस भएपछि 4-5 दिनपछि मैले हेर्दाखेरि त्यसरी म यति खुसी थिएँ। साँच्चीकै आमा भन्नको लागि सजिलो छ, तर बन्नको लागि उति नै गाह्रो छ। गाह्रो त छँदै थियो, गाह्रोको बावजुद पनि त्यसमा फेरि छुट्टै खुसी, छुट्टै उमङ्ग अनि एक हिसाबले कहिलेकाहीँ तनाव पनि हुन्थ्यो। किनभने खानेकुराहरू 5-6 महिनासम्म केही पनि खाना हुन्थेन। फलफुल अनि नर्सहरूको भरमा 5-6 महिना त्यसरी बिताएँ। त्यसपछिका दिनहरूमा पनि सन्तानकै लागि हरेक दिन सोच्दै खानेकुराहरू आफ्नो लागि भन्दा पनि बच्चाको लागि के खाँदा राम्रो हुन्छ भनेर हरेक चिजहरू रिसर्च गरेर मात्रै खान्थे। फलफुल त भइहाल्यो। म्याक्सिमम सी फुड र माछाको आइटमहरू खान्थे। 37 आवरको पीडा, छटपटी अनि दुखाइपछि तिमी यस धरतीमा पहिला टेक्न सफल भयो। त्यतिखेर हामी अत्यन्तै खुसी थियौँ, किनभने तिम्रो बाबाले मैले भोगेको पीडाहरू हेरिराख्नु भएको थियो। त्यसैले त भन्छ नि, हरेक पुरुषहरूले एउटा नारी या आमाको त्यो पीडा चाहिँ हेर्नै पर्छ जस्तो मलाई लाग्छ। म आफूले आफूलाई एकदम भाग्यमानी लाग्छ, किनभने मैले यति राम्रो फुल जस्तो छोरीलाई जन्म दिएकी छु। एकदम ज्ञानी, दुःख नदिने, नसताउने, पहिलोचोटि आमा हुनुको अनुभूति महसुस गराएको दिन मलाई अहिले पनि सम्झिँदा पीडा त छँदै थियो। त्यो पीडामा पनि तिम्रो आगमनले यति खुसी छाएको थियो हाम्रो जीवनमा। कहिलेकाहीँ त लाग्छ पहिलो जन्ममा मैले ठुलै पुण्य काम गरे जस्तो। हाम्रो पहिलो सन्तान तिमी। हरेक जन्ममा म तिम्रै आमा हुन पाऊँ अनि तिमी मेरी छोरी। तिम्रो स्वास्थ्य सधैँ निरोगी होस् अनि सधैँ हरेक चिजमा सफलताले घेरियोस्। जिन्दगीमा उतार चढाव त आउँछ, तर हरेक उतार चढावलाई, दुःख सुख सबै कुराहरूलाई सामना गर्ने शक्ति आओस् तिमीमा। दुःख पछि सुख आउँछ, सुख पछि दुःख। दुःख भयो भनेर कहिले नआत्तिनु, सुख भयो भन्दैमा कहिले नमात्तिनु अनि बाआमाको नाम सधैँ उच्च राख्नु अनि हरेक कुराहरूमा सधैँ अगाडि बढ्नु। आप्पा र आमाको सदैव आशीर्वाद छ छोरी तिमीलाई। सधैँ निरोगी हुनु, सधैँ मुस्कुराउनु, ज्ञानी बन्नु, यही छ जन्मदिनको अनागिन्दी शुभकामना छोरी तिमीलाई। भगवानसँग म जहिले एउटै कुरा माग्छु, मलाई हरेक जन्ममा तिम्रै आमा भएर जन्मिन पाऊँ अनि तिमी मेरी छोरी।